ल आज हामी स्वाभिमान लघु वित्तको एउटा निकै महत्त्वपूर्ण घोषणाको बारेमा कुरा गरौं। कम्पनीले गएको आर्थिक वर्षको नाफाबाट शेयर धनीहरूका लागि लाभांश दिने प्रस्ताव अघि सारेको छ। सिधै हेडलाइनमा जाउँ है त। स्वाभिमान लघुवित्तले घोषणा गरेको कुल लाभांश हो 10% हो। यो एउटा यस्तो नम्बर हो जसले अहिले बजारमा धेरैको ध्यान खिचेको छ। त्यसो भए यो 10%को आँकडा आयो कहाँबाट? यो कम्पनीको सञ्चालक समिति मतलब बोर्ड अफ डिरेक्टर्सको भर्खरै बसेको बैठकको निर्णय हो। अब यसभित्र के छ अलि बिस्तारै हेरौँ न। हो, आधिकारिक रूपमा भन्नुपर्दा स्वाभिमान लघु वित्त वित्तीय संस्था लिमिटेड, जसलाई हामी SMFBS भनेर पनि चिन्छौं, उसले गएको आर्थिक वर्षमा कमाएको नाफाबाट यो लाभांश प्रस्ताव गरेको हो। अब यो 10% सुन्दा सिधा लाग्छ, तर यसको भित्री कथा अलि फरक छ। यो कुल लाभांश वास्तवमा 2 भागमा बाँडिएको छ, र यो कसरी बाँडिएको छ भन्ने कुरा चाहिँ साँच्चै छाकलाग्दो छ। लाभांशको सबैभन्दा ठूलो हिस्सा भनेको बोनस शेयर हो। अब बोनस शेयर भनेको के हो त? एकदमै सरल भाषामा भन्दा पैसाको सट्टा कम्पनीले थप शेयर दिने हो। ल हेर्नुस् त, यहाँ प्रष्टै देखिन्छ। कुल 10% मध्ये लगभग सबै हिस्सा मतलब 9.5% त बोनस शेयर नै रहेछ, अनि बाँकी रहेको त्यो सानो टुक्रा 0.5% त्यो चाहिँ नगदको रूपमा दिइनेछ। अब प्रश्न उठ्छ, यति थोरै नगद किन त? त्यो 0.5% को काम के हो? खासमा त्यो नगद चाहिँ बोनस शेयरमा लाग्ने कर तिर्नका लागि छुट्याइएको हो। यसले शेयरधनीहरूलाई कर तिर्न सजिलो बनाइदिन्छ। ओके, घोषणा भयो, त्यसको ब्रेकडाउन पनि बुझ्यो, तर के यो लाभांश तुरुन्तै पाइन्छ त? पाइँदैन। यसको आफ्नै एउटा प्रक्रिया छ। ल अब हेरौँ त्यो प्रक्रिया कसरी अघि बढ्छ। यो प्रक्रियालाई यसरी बुझौं। सबैभन्दा पहिला फागुन 15 गते कम्पनीको बोर्डले 10% लाभांश दिने भनेर निर्णय गर्यो। यो पहिलो खुड्किलो भयो। तर यतिले मात्र पुग्दैन। अब 2वटा ठूला हडल्स पार गर्न बाँकी छ। पहिलो, नियामक निकाय नेपाल राष्ट्र ब्याङ्कको स्वीकृति, र दोस्रो, कम्पनीको वार्षिक साधारण सभाबाटै पास हुनु पर्यो। हो, त्यही त। बोर्डको निर्णय त भयो, तर खेल अझै सकिएको छैन। अबको बाटो अझै पार गर्न बाँकी नै छ। ल अब मुख्यतया 2वटा काम बाँकी छन्। 1, नियमनकारी निकाय मतलब नेपाल राष्ट्र ब्याङ्कबाट हरियो बत्ती बाल्नु पर्यो, र 2, सबैभन्दा महत्त्वपूर्ण, वार्षिक साधारण सभामा शेयरधनीहरूले नै यो प्रस्तावलाई हुन्छ भन्नु पर्यो। यो कुरा चाहिँ एकदमै स्पष्ट हुनुपर्छ है। जबसम्म यी दुवै ठाउँबाट स्वीकृति आउँदैन तबसम्म यो लाभांश हातमा पर्दैन। अहिलेलाई यो केवल सञ्चालक समितिले अघि सारेको एउटा प्रस्ताव मात्र हो। त्यसो भए बोर्डले आफ्नो काम गर्यो। अब पालो नियामक निकाय र खासमा शेयरधनीहरूको। अब सबैको आँखा त्यही वार्षिक साधारण सभामा गएर अड्किएको छ, होइन त, जहाँ शेयरधनीहरूले नै अन्तिम फैसला गर्नेछन्। अब के हुन्छ त्यो हेर्न निकै चाखलाग्दो हुनेछ।